2082 साल असार आज 3 गते अहिले हामी मध्यपुर थिमी दुई पोखरीमा छु। यो नेपाल भाषाको गीत छायाङ्कन गर्ने क्रममा हामी मध्यपुरमा धेरै गीतहरू छायाङ्कन गरिसकेको छु। चिसाथ नेवामे छायाङ्कन या क्रम मध्यपुर थिमी योको चिसा चाहिँ थन छिटो प्रोडक्सन पाके थिमी योको सुटिङ यार्न 8औं मे थो नुचिकाजी महर्जनी पाके चाहिँ थो जुन चयादु छिटो नेपाल भाषा यो मे तस्का बालागु मे तो लोकले राजा मटिया छौ भर्सने चाहिँ मे हालाटौ खटो मे अले थो मे जनी जुन थ नुचिकाजी दाइन चाहिँ चयादिगु मे वेक छौ नेपाल भाषा लागि तरौ योगदान याना चंगु चिसा चाहिँ न्यनी न दु खनि न ढुन वेक न छम कलाकार न ख मे चोमी न ख छौ आ राजनीतिक क्षेत्र वेक चाहिँ छम वडा अध्यक्ष न ख काठमाडौँ 18 वडा या आठोमे वेकन जिदा जुन विश्वास याना थो मे ललना बिल आठो ठुकै लागि कलाकार द सक्लै थन मध्यपुर थो जुन दुई पोखरी थन चार हुँको गुडु गुनी गुनी छमनीमा थन वे छेनी गुण बाकी दु आठोमे जियो म श्रीमती एला छस्नी टोनीटी हया बाबा श्रीमती चा थो जुन बोल मे तस्क बालागु मे थो रचना बाला अले थुमे त अरेन्ज याना त म अनिल साई ख ले ठुके स्वर तस्को स्वर बालागु स्वर बिया तबे सम राजेन्द्र साकी हो सबिना मानन्दर अले ठुके मुख्य कलाकार छिटो वरिष्ठ लोक वाम अटिग लोक वाम रवि डंगोलजी वेक थन थेनिगु सुचादु सुचाउ अले वेक न प अपोजिटे मिटिम थन रविना टुलाधर वेक चाहिँ थन चाहिँ मेकअप व्यस्त ज्या चौदु रविना ठीक जो ठीक जो ला अले ठुके थोची गुन्न ख ठुके कलाकार ते त आफो समायाना दिम छि मीरा डंगल वेकन व्यस्त दु मीरा रोजला ठीक जो ला काने बालक अले उके कलाकार आठो छम पूजा महर्जन वेकन छि प्रोडक्सन यको म्युजिक भिडियो ले वेक समावेश जी रुंगल आ थो म्युजिक भिडियो ले न वेक तस्का बालागु छौ कलाकारिता निभाय या चंगुदु अले ठिकै जुन डाइरेक्सन ला साथ वेक दसमा न मोमसिउले जुइमको बालमुकुन्द प्रजापति वेक ठन मध्यपुर छिमी चौमे बासिन्दा क वेक यो साथ सहयोग छि प्रोडक्सन यको नेवा मेट चाहिँ लगभग तो 2 वर्ष भित्र 26-27 वटा वेक न जके डाइरेक्सन याना दि रुंकल जो लागि तस्क वेक न चाहिँ साथ सहयोग बियादु अले बालमु सर गेच होला ठिकै भिडियो मे ठीक जो होला मेरो लागि भना अथवा छिसा चाहिँ मे एक दु सक्सेस सुबाय हजुर अथवा आठना याक्न बिया है छिसा अथवा याक्न चाहिँ छिसा चाहिँ बजार हेउदु अथवा छेउ छौ उखने मेन चाहिँ अब यो शनिबार छिसा चाहिँ छौ न विमोचन याउदु लुबी रोयल बैंक्वेट आठना सुठायो छिटो नास्ता न जुइटेंगु दु अब हाम्रो यहाँ अब मेकअप कार्य गर्दा गरे हाम्रो वरिष्ठ कलाकार रवि डंगोलज्यू पनि उहाँ त ड्रेस लगाएर सिटिक्क परेर चाहिँ आइसक्नु भएको छ उहाँ जोजोलो पा रवि सर जोजोलो पा उहाँ चाहिँ पुरा तयारी अवस्थामै आउनु भएको छ हजुर मेकअप चाहिँ खाजा खानु भएको छ होइन चना खानु त पुग्नु पर्छ भन्यो पारसेमा चना प्राय जसो झि सुटिङ याबले चाहिँ चना बनायो याना सुटिङ या चना ने एकदम जो नि ले है त जो भविष्यका हामी अब यो नास्ता अब गर्दा गर्दै कोही मेकअप कोही नास्ता अब कलाकारहरू आउन बाँकी छ एकजना हाम्रो यस गीतमा अर्को कलाकार राजाराम तन्नुकारज्यू पनि लगभग अलिकति अब ढिला हुने जानकारी पाएको छ। त्यसपछि सञ्जीव जोशी मध्यपुर थिमीकै निवासी यही भोला यो जुन दुई पोखरी सँगैको हो उहाँ पनि आउने मैले खबर पाइसकेको छु। वेकबी जुन थ सञ्जीव जोशी अले राजाराम टन्नुकार वेकबी थन झाट्यौगु सुचाउ वगुदु नमस्कार यारिया
जोजलपा नमस्कार दोषिता सञ्जीव जोशी हाम्रो यहाँ मध्यपुर छिमी निवासी हाम्रो सञ्जीव जोशीज्यू पनि आइसक्नु भएको छ। उहाँ हाम्रो प्रोडक्सनमा यसले कतिवटा गीत यो समेत 3टा है लगातारै लगभग यो 1 महिनाभित्रमा 3टा गीत तयार भयो है। तपाईलाई एकदम शुभकामना छ। हाम्रो प्रोडक्सनमा सधैँ यसरी नै साथ सहयोग पाऊँ भन्ने मैले आशा गरेको छु। एकदम आठो छिटो सुटिङ याउ क्रम छिटो रवि दङ्गलज्यू न मेकअप सुरु गुडु र हाम्रो रवि दङ्गल सरको पनि अब यो मेकअप कार्य सुरु हुँदैछ। अब हाम्रो आज यो गीत अलिकति लामो छ, सकभर हामी एकै दिनमै यो गीत छायाङ्कन गर्ने हामीले तयारी अवस्थामा छु। मोबाइल कुटाउन बिहानको अनुहार र अहिलेको अनुहार कलाकारहरूको परिवर्तन हुँदैछ। अहिले क्या बुढी जाउल ल्याउँछ आटा चाहिँ ल्याइले ओस न अब ड्रेसहरू लगभग सबै काम सकिसकेको छ। अब यहाँ हाम्रो क्यामेरा पर्सनहरू पनि आउँदै हुनुहुन्छ। अब हाम्रो क्यामेरा पूजा गरेर अब काम सुरु भइहाल्छ। हाम्रो लगभग अहिले बिहान 10 बज्न लागिसकेको छ। अब हाम्रो पूजा गरेर अब हामी सुटिङ कार्य सुरु गर्नेतिर जाँदैछु। क्यामेरा पर्सनहरू धमाधम आउँदैछ। हाम्रो क्यामेरा पर्सन अब र सह क्यामेराहरू उपस्थित हुँदैछ। खाली ब्लाउज जिल्लो भएन हामी अब सुटिङ टाइम भयो कि भएन नबलगे थियौँ कलाकार अब मरु न ठिकै यसो सुतेर आएको नि बाल्छ ठीक थो पुजा या वे गने देथे नि मखला ठिकै छ नि गंगा मारे Anh quay từ này, cô tụi đi. Hàng mới đi vào cái đầm mà sốt đi này cái là mình được cái sốt đi này. Mira भाई जियो म श्रीमती एला छस्ने कोनिची
यस जुन गीत यो गाइराख्नु भएको थियो अहिले सबिनाज्यू पनि यहाँ उपस्थित भइसकेको छ यो सुटिङ स्थलमा अनि उहाँको साथमा गाउने हाम्रो राजेन्द्र साक्यज्यू उहाँ पनि उपस्थित हुनुभएको छ। अब हाम्रो क्यामेरा पूजा गर्ने बेलामा उहाँ अलिकति ढिला आइसक्नुभयो। अहिले हाम्रो सुटिङ स्टार भइसकेको छ। अब उहाँहरू पनि हाम्रो यस म्युजिक भिडियोलाई साथ दिनको लागि यहाँ आइराख्नु भएको छ। आज हामीलाई अत्यन्त रमाइलो भइरहेको छ। अब सुटिङ हामी उता हुँदैछ। हाम्रो सुटिङ गर्दा अहिले लगभग दिउँसोको 12:30 बजिसकेको छ। लगभग हाम्रो यो म्युजिक भिडियो पनि आधी 50% काम सकिसकेको छ। अब हामी खाना बिहानको जुन यो खानालाई हामी जान लागिरहेको छु। जाछ रवि सर जा नेगु टाइम ट्योडु 12:30 बजे जुल हिनेसियो अथवा सियो जान चाहिँ लगभग बच्ची कोचागुडु सबै अघि माथि कार हाते रहेर हुन्छ ल सब्जी खाने यार खुसी क्या होगा